नमस्कार साथीहरु, यो एप्लिकेसन तपाईले आफ्नो फोनमा डाउनलोड मात्र गरेर राख्नुभयो र त्यसमा तपाईले अकाउन्ट क्रिएट गरेर राख्नुभयो भने आफै पैसा आउँछ। त्यसले पैसा कमाउन चाहनुहुन्छ भने त्यहाँनिर तपाईले विभिन्न सर्वेहरु पूरा गर्न सक्नुहुन्छ र रिफरहरु गरेर तपाईले अझै छिटो पैसा कमाउन सक्नुहुन्छ। र तपाईले यो एप्लिकेसनमा $5 मा नै आफ्नो पैसालाई विथड्र गर्न सक्नुहुन्छ। यसमा कुनै पनि धेरै विथड्रल थ्रेशोल्ड राखिएको छैन। $5 मा नै तपाईले चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि त्यो पैसालाई विथड्र गर्न सक्नुहुन्छ र नेपालबाट पनि तपाईले सजिलैसँग विथड्र गर्न सक्नुहुन्छ। साथीहरु, यो एप्लिकेसनमा कसरी आफ्नो अकाउन्ट क्रिएट गर्ने र यसबाट कसरी हाम्रो पैसा कमाइ हुन्छ र हामीले कसरी एकदमै राम्रो तरिकाले पैसा कमाउन सकिन्छ यो एप्लिकेसनदेखि आजको भिडियोमा म तपाईहरुलाई देखाउने छु। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने साथीहरु च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई एक लाइक गरिदिनु होला। सो सुरु गरौँ भिडियोलाई। म तपाईहरुलाई मेरो मोबाइल स्क्रिन शेयर गर्न चाहन्छु। सबैभन्दा पहिला तपाई आफ्नो मोबाइलको प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा गइसकेपछि तपाईले यहाँ सर्च बारमा पवन एप भनेर लेख्न सक्नुहुन्छ। पवन एप लेखेर सर्च गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यो पवन्स एप पेड सर्वे भनेको छ। यसलाई तपाईले इन्स्टल गर्नु होला। सो इन्स्टल गरिसकेपछि अब यहाँनिर ओपनमा तपाईले क्लिक गर्नु होला। सो त्यसपछि यहाँनिर स्टार्ट अर्निङ भनेको छ, यसमा तपाईले क्लिक गर्नु होला। यसमा क्लिक गर्ने बित्तिकै तपाईले यहाँनिर लगइन गर्न सक्नुहुन्छ। यदि तपाईले अलरेडी यसमा आफ्नो अकाउन्ट क्रिएट गर्नुभएको छ भने आफ्नो इमेल र पासवर्ड लगाएर चाहिँ तपाईले यहाँनिर के गर्न सक्नुहुन्छ, लगइन गर्न सक्नुहुन्छ। सो यहाँनिर हामीले फर्स्ट टाइम गर्दै छौं। हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यहाँनिर कन्टिन्यू विथ गुगल गरेर पनि हामीले अकाउन्ट क्रिएट गर्न सकिन्छ र यहाँनिर डोन्ट हैव एन अकाउन्ट साइन अप भन्ने अप्सनमा पनि हामीले क्लिक गरेर के गर्न सकिन्छ, अकाउन्ट क्रिएट गर्न सकिन्छ। सो यहाँनिर म यो कन्टिन्यू विथ गुगल भन्ने अप्सनमा क्लिक गर्छु। त्यसपछि यहाँनिर तपाईले कुनै पनि आफ्नो एउटा गुगल अकाउन्ट सिलेक्ट गर्नु होला। यदि धेरै गुगल अकाउन्ट छ भने गुगल अकाउन्टमा क्लिक गर्ने बित्तिकै यहाँनिर चाहिँ हाम्रो अकाउन्ट चाहिँ क्रिएट भइसकेको छ। वान क्लिकमा नै यसरी तपाईले सजिलैसँग वान क्लिकमा नै आफ्नो अकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। कन्टिन्यूमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ तपाईको अकाउन्ट चाहिँ भेरिफाई भइसकेको छ। अब तपाईले यहाँनिर के गर्नुपर्ने हुन्छ भन्दाखेरि $1 बोनस पाउनको लागि इन्टर युअर रिफरल कोड भन्ने अप्सन छ। यसमा तपाईले क्लिक गर्नु होला र यहाँनिर तपाईले चाहिँ यो रिफरल कोड लगाउनु होला। यहाँ जुन रिफरल कोड मैले राखेको छु तपाईले यो रिफरल कोड यहाँनिर राखेर कन्फर्म गरिदिनु होला। सो कन्फर्म गर्ने बित्तिकै तपाईले चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि $1 बोनस पाउन सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ मैले रिफरल कोड राखेर ओके गर्ने बित्तिकै चाहिँ कंग्रेचुलेसन युअर $1 रिफरल बोनस इज एडेड टु युअर पवन एप ब्यालेन्स भनेर देखाएको छ। जस्ट यसलाई म क्लोज गरिदिन्छु र यहाँ देख्न सक्नुहुन्छ $1 चाहिँ के भएको छ भन्दाखेरि मेरो अर्निङमा चाहिँ सो गरिसकेको छ। सो यहाँ देख्न सक्नुहुन्छ $1 एड भइसकेको छ। सो अब यहाँबाट तपाईले पैसा कमाउनको लागि चाहिँ केही सेटिङहरु गर्नुपर्ने हुन्छ, जुन सेटिङहरु चाहिँ म तपाईहरुलाई देखाउने छु। जस्तै यहाँनिर अलिकति स्क्रोल डाउन गरेर तल जाँदाखेरि शेयर इन्टरनेट भनेको छ। यहाँनिर चाहिँ तपाईले इन्टरनेट शेयर गरेर पैसा कमाउन सक्नुहुन्छ। जस्तै तपाईको मोबाइलमा चाहिँ खेर गइरहेको इन्टरनेटहरुलाई चाहिँ यसले के गर्छ भन्दाखेरि युज गरेर तपाईलाई यहाँनिर अर्निङ दिन्छ र तपाईले चाहिँ यो इन्टरनेट शेयर गर्नु होला र इन्टरनेट शेयर गरेपछि चाहिँ तपाईको अर्निङ चाहिँ यहाँ आफसे आफ बढ्दै आइरहेको हुन्छ र तपाईले यहाँ केही गर्नु पर्दैन। जस्ट तपाईले इन्टरनेट शेयर गरेर तपाईले छोडिदिनु भयो भने तपाईको के हुन्छ भन्दाखेरि यहाँ आफसे आफ अर्निङ हुन्छ। तर तपाईले अझै धेरै अझै छिटो अर्निङ गर्न चाहनुहुन्छ भने चाहिँ यहाँबाट अरु केही सर्वे पनि पूराहरु गर्न सक्नुहुन्छ, जुन अहिले म तपाईलाई देखाउने छु र तपाईले रिफरहरु पनि गर्न सक्नुहुन्छ। र यहाँनिर शेयर इन्टरनेट भनेको छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्ने बित्तिकै यहाँनिर चाहिँ इन्टरनेट शेयरिङ इज कनेक्टिङ भनेको छ, यहाँ देख्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ यु आर नाउ अर्निङ भनेको छ। तपाई चाहिँ अब पैसा कमाउँदै हुनुहुन्छ। सो यहाँनिर इन्स्योर ब्याकग्राउन्ड शेयरिङ भनेको छ, यसलाई पनि तपाईले अन गर्नु होला। यसरी यहाँ क्लिक गरेर कन्टिन्यूमा क्लिक गरिदिनु होला। सो यसलाई फेरि एलाउ गरिदिनु होला। ओके, एलाउ गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ यो पनि अन भइसकेको छ। अब तपाईले यहाँबाट रिफर गरेर पनि पैसा कमाउन सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ युअर रिफरल $1 बोनस प्रोग्रेस भनेको छ। त्यसपछि यहाँनिर इन्भाइट 10 फ्रेन्ड विथ युअर रिफरल लिंक एन्ड गेट $1 बोनस भनेको छ। तपाईले चाहिँ 10 जना साथीहरुलाई इन्भाइट गर्नुभयो भने $1 बोनस चाहिँ पाउन सक्नुहुने रहेछ। सो $1 भनेको नेपालमा अहिले 133 रुपैयाँ हुन्छ हैन। तपाईले $1 कमाउनु पनि धेरै राम्रो कुरा हो। $5 कमाउने बित्तिकै तपाईले विथड्र गर्न सक्नुहुन्छ। सो यहाँ अलिक तल तपाईले देख्न सक्नुहुन्छ तपाईको रिफरल लिंक रहेको छ। यसलाई कपी गरेर तपाईले चाहिँ साथीहरुलाई शेयर गर्न सक्नुहुन्छ र यो लिंकको थ्रु तपाईको साथीहरुले चाहिँ यो एप्लिकेसनमा अकाउन्ट क्रिएट गर्यो भने चाहिँ तपाईले के गर्न सक्नुहुन्छ, बोनस पाउन सक्नुहुन्छ। सो त्यसपछि अलिक तल तपाईले यहाँ देख्न सक्नुहुन्छ फाइन्ड अस हियर भनेर युट्युब, इन्स्टाग्राम
डिस्कोड भनेर यो विभिन्न साइटहरू देखाएको छ। यहाँनिर पनि तपाईँले यो एप्लिकेसनलाई पाउन सक्नुहुन्छ। र अब तपाईँले यहाँनिर सर्वे गरेर पनि पैसा कमाउन सक्नुहुन्छ, जसको लागि यहाँनिर सर्वेमा क्लिक गर्नु होला। यहाँ तल सर्वेमा क्लिक गर्ने बित्तिकै यहाँनिर एलाउ गरिदिनु होला। एलाउ गर्ने बित्तिकै यहाँनिर चाहिँ ओपन सेटिङ भनेको छ, ओपनमा गएर तपाईँले लोकेसनलाई अन गरिदिनु होला। यसरी लोकेसनलाई अन गर्ने बित्तिकै तपाईँले यहाँ देख्न सक्नुहुन्छ $0.20 रहेको छ। यहाँनिर तपाईँले यो $0.20 कमाउन सक्नुहुन्छ यो सर्वे पुरा गरेर। जस्तै यहाँनिर क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईँले आफ्नो केही इन्फर्मेसनहरू भर्नुपर्ने रहेछ, जस्तै जेन्डर, डेट अफ बर्थ, पोस्टल कोड हैन, रिजन र सिटी तपाईँले भरेर यहाँ जस्ट फिनिस गरिदिनु भयो भने तपाईँले यहाँनिर के गर्न सक्नुहुन्छ भन्दाखेरि $0.20 चाहिँ कमाउन सक्नुहुन्छ। सो यसरी यहाँनिर विभिन्न सर्वेहरू आएको बेला तपाईँले यो सर्वेहरू पुरा गरेर पनि पैसा कमाउन सक्नुहुन्छ। र यहाँनिर अन मोर भनेको छ, यो अन मोर भन्ने अप्सनमा क्लिक गर्नु होला। सो यहाँनिर विभिन्न अप्सन रहेको छ, यो अप्सनदेखि पनि तपाईँले चाहिँ पैसा कमाउन सक्नुहुन्छ। र त्यसपछि अब तपाईँले यहाँनिर सेटिङमा क्लिक गर्नु होला। सेटिङमा क्लिक गरिसकेपछि तपाईँले चाहिँ अब आफ्नो यहाँनिर पासवर्डहरू पनि क्रिएट गर्नुपर्ने हुन्छ। अघि चाहिँ हामीले डाइरेक्ट जीमेल एकाउन्टदेखि चाहिँ के गरेको थियौँ भन्दाखेरि डाइरेक्ट लिङ्क गरेको थियौँ। अब हामीले के गर्नुपर्ने हुन्छ, तपाईँले यहाँनिर पासवर्डहरू क्रिएट गर्नुपर्ने हुन्छ, जसको लागि चाहिँ यो एकाउन्ट सेटिङमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर आफ्नो इमेल र पासवर्ड देख्न सक्नुहुन्छ। यो जस्ट यहाँनिर तपाईँले एडिट भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर क्रिएट न्यू पासवर्ड, कन्फर्म पासवर्ड देख्न सक्नुहुन्छ। तपाईँले यहाँनिर आफ्नो पासवर्ड चाहिँ क्रिएट गर्नु होला। त्यसपछि यहाँ तल सेभमा क्लिक गरिदिनु होला। पासवर्ड क्रिएट गर्दाखेरि तपाईँले क्यापिटल लेटर, स्मल लेटर, स्पेसियल क्यारेक्टर र तपाईँले नम्बरहरू युज गर्नुपर्ने हुन्छ। सो ओके, यसरी तपाईँले चाहिँ आफ्नो पासवर्ड क्रिएट गर्नु होला। त्यसपछि तपाईँले यहाँबाट अरू सेटिङहरू पनि गर्न सक्नुहुन्छ। त्यसपछि अब तपाईँले विथड्र गर्नको लागि चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि रिक्वेस्ट पे आउट भन्ने अप्सन छ, यहाँनिर क्लिक गर्नु होला। सो यहाँ क्लिक गर्ने बित्तिकै चाहिँ के भनेको छ भन्दाखेरि किप अर्निङ यु क्यान डु इट भनेको छ। र यहाँनिर चाहिँ $5 पुर्याएपछि मात्रै हामीले चाहिँ विथड्र गर्न सकिन्छ भनेर देखाएको छ। र यो अहिले चाहिँ अप्सन खुलेको छैन। यहाँनिर तपाईँले चाहिँ $5 पुगेपछि के गर्न सक्नुहुन्छ, विथड्र गर्न सक्नुहुन्छ। र तपाईँले चाहिँ यहाँबाट एउटा भिजा कार्ड पाउन सक्नुहुन्छ, जुन भिजा कार्डमा चाहिँ तपाईँले विथड्र गरेर त्यो भिजा कार्डदेखि तपाईँले चाहिँ कुनै पनि अनलाइन सर्भिसमा चाहिँ पे गर्न सक्नुहुन्छ र त्यसरी तपाईँले चाहिँ विथड्र गर्न सक्नुहुन्छ। सो ओके साथीहरू, आजको भिडियोमा यति नै। भिडियो मन पर्यो भने लाइक, कमेन्ट एन्ड सेयर गर्न नबिर्सनु होला। नेक्स्ट भिडियोमा फेरि पनि भेट्नेछौँ। तबसम्मको लागि